Namaste. I'm Lakshman Gautam. I'm at in STEAM, Kathmandu University. I'm going to make a video about the resource material development. Uh, Actually, we are studying this subject in MEd in second semester, and the subject is taught by our respected teacher, Akhil Narayan Seshta sir. In this resource material development, in this subject, we have learned to prepare resource material different types of resource materials like printable materials, digital materials, hands-on materials, and minds-on materials. We have learned to develop and implement it in the classroom. First of all, I will introduce the printable materials. यो प्रिन्टेबल मेटेरियल्सको कुरा गर्दै गर्दा खासमा चाहिँ हामीले रुटिन थिङ्किङ अन्तर्गत रहेर यो प्रिन्टेबल मेटेरियलहरू चाहिँ डिजाइन गरेका थियौँ र मैले क्लास 10को ब्लड सर्कुलेसन इन द ह्युमन बडी भन्ने च्याप्टर पढाउँदै गर्दाखेरि यो प्रिन्टेबल मेटेरियल्स कोबाट वर्कसिट डिजाइन गरेको थिएँ त्यो वर्कसिटको म नमुना देखाउने छु त्यो वर्कसिटमा सबैभन्दा पहिला एक्टिभिटी 1मा सी थिङ्क र वन्डर भन्ने एक्टिभिटी छ यो एक्टिभिटिज गराउँदै गर्दा चाहिँ मैले स्टुडेन्टहरूलाई एउटा चाहिँ यो हार्टको डायग्राम राखेको छु यसमा चाहिँ यो चाहिँ एउटा लेभल डायग्राम अफ ह्युमन हार्ट हो इन्टरनल स्ट्रक्चर देखाइएको छ र यसमा के छ भन्दाखेरि चाहिँ पहिला स्टुडेन्टहरूले यो डायग्राम अब्जर्भ गरिसकेपछि सीमा गइसकेपछि वाट डु यु नोटिस बच्चाले के देखे त उनीहरूले के देखे त्यो कुरा यहाँ लेख्नेछन् वाट डु यु वाट वाट डु यु थिङ्क इज ह्यापनिङ के भइरहेको छ त ब्लड सर्कुलेसनमा के भइरहेको छ हार्टमा त्यो कुरा यहाँ लेख्नेछन् त्यस्तै गरेर वन्डरमा गएर वाट क्वेसन्स डु यु ह्याभ स्टुडेन्ट्स विल राइट अबाउट दिस अनि त्यस पछाडि ग्रुप डिस्कसनमा चाहिँ सेयर वान इन्ट्रेस्टिङ अब्जर्भेसन विथ युर ग्रुप स्टुडेन्टहरूले चाहिँ ग्रुपमा एउटा इन्ट्रेस्टिङ अब्जर्भेसन उनीहरूले चाहिँ देखेको कुराहरू यहाँ सेयर गर्छन् त्यस्तै गरेर ग्रुप टूमा जाँदै गर्दा ह्युमन ब्लड फ्लो च्यालेन्ज भन्ने छ यसमा चाहिँ यो थिङ्किङ रुटिन अन्तर्गत म्यापिङ र सिक्वेन्सिङ एक्टिभिटी हो यो यसमा टास्क के छ भन्दाखेरि चाहिँ इमेजिन यु आर अ रेड ब्लड सेल वर्क इन अ ग्रुप एन्ड ट्रेस युर जर्नी थ्रु द बडी भन्ने चाहिँ एउटा एक्टिभिटी छ यहाँ मैले चाहिँ यो ब्लड सेलको एउटा चाहिँ सर्कुलेसनको यो पाथवे पनि देखाएको छु यसमा स्टुडेन्टले के गर्छ भन्दाखेरि चाहिँ बिकम अ ब्लड सेल इमेजिन यु आर अ रेड ब्लड सेल उसले आफूलाई चाहिँ रेड ब्लड सेल इमेजिन गरेर उसले चाहिँ त्यो हार्टबाट चाहिँ डिफ्रेन्ट पार्ट्सहरूमा त्यो ब्लड फ्लो हुँदै गर्दा डिफ्रेन्ट पार्ट्समा पुगेर फेरि हार्टमा आइपुग्दाखेरि चाहिँ कस्तो उसले चाहिँ पाथ फलो गर्छ त्यो कुरालाई चाहिँ यहाँनिर चाहिँ कम्प्लिट गर्नेछ र त्यस पछाडि डिस्कसन क्वेसनहरू राखेको छु मैले डिस्कसन क्वेसनमा वाट डिड यु वेयर डिड यु पिकअप अक्सिजन भन्दाखेरि स्टुडेन्टले के भन्न सक्छ भन्दाखेरि चाहिँ आई पिकअप अक्सिजन इन द लङ्स भन्न सक्ने भयो त्यस्तै वेयर डिड यु डेलिभर द अक्सिजन भन्दाखेरि चाहिँ आई डेलिभर द अक्सिजन इन द बडी सेल्स यसरी चाहिँ मैले यो एक्टिभिटीहरू गर्दै जान्छ र अर्को एक्टिभिटीमा पुग्दै गर्दाखेरि चाहिँ एक्टिभिटी 3 छ यसमा सर्कुलेसन रोल प्ले छ यो चाहिँ सर्कुलेसनको एउटा रोल प्लेबाट गर्नुपर्ने हुन्छ यो इच स्टुडेन्ट चुज वान रोल एन्ड इन्ट्रोड्युस देमसेल्फ फ्रम द फ्रम द्याट पर्सपेक्टिभ्स इच स्टुडेन्ट चुज वान रोल जस्तो चाहिँ हार्ट रेड ब्लड सेल्स अक्सिजन कार्बन डाइअक्साइड लङ्स र बडी सेल मध्ये एउटा चाहिँ को रोल प्ले गर्नुपर्ने हुन्छ यसको टास्क के छ भने इन्ट्रोड्युस माइसेल्फ भनेको छ जस्तो रेड ब्लड सेल उसले चुज गरेको छ भने आई एम रेड ब्लड सेल्स माई जब इज टु क्यारी अक्सिजन फ्रम लङ्स टु डिफ्रेन्ट पार्ट्स अफ द बडी भनेर यसरी उसले एक्सप्लेन गर्छ र त्यसपछि ग्रुप रिफ्लेक्सन पनि राखेको छु मैले ग्रुप रिफ्लेक्सनमा चाहिँ विच रोल इज द मोस्ट इम्पोर्टेन्ट एन्ड वाइ भन्दा स्टुडेन्टहरूले आफूले जुन रोल प्ले गरिरहेको छ त्यसको बारेमा यहाँ लेख्नुपर्ने छ यो एक्टिभिटी भयो र अर्को एक्टिभिटिजमा जाँदै गर्दा यहाँ चाहिँ हार्ट रेट इन्भेस्टिगेसनको कुरा छ पल्स रेट मेजर गर्ने कुरा छ यसमा चाहिँ पल्स रेट कसरी मेजर गर्ने भन्ने कुरामा चाहिँ एउटा म यहाँ टेबल सो गर्छु अब यो डेटा टेबल छ यसमा चाहिँ के छ भने रेस्टिङ बिफोर एक्सर्साइज पहिला रेस्ट अवस्थामा स्टुडेन्टले आफ्नो पल्स मेजर गर्छ पल्स मेजर गर्दाखेरि यसरी नाडीमा एउटा हात राखेर उसले चाहिँ यो पल्स काउन्ट गर्छ 30 सेकेन्डसम्म पल्स काउन्ट गर्छ त्यसलाई 2ले मल्टिप्लाई गरेपछि 1 मिनटमा कति बिट आउँछ यहाँनिर लेख्छ त्यसपछि उसले कस्तो फिल गर्यो भन्ने कुरा चाहिँ अब्जर्भेसनमा लेख्ने भयो अनि अर्को चाहिँ अब त्यति गरिसकेपछि इमिडिएटली उसले 20 टाइम्स जम्प गर्छ 20 टाइम्स जम्पिङ ज्याक्स लगाउँछ त्यो जम्प गरिसकेपछि चाहिँ अब उसले के गर्ने हो भन्दा
त्यो जम्प गरिसकेपछि त उसको चाहिँ हार्ट बिट रेट बढ्छ। हार्ट बिट रेट बढेको अवस्थामा उसले पल्स रेट फेरि के गर्छ मेजर गर्छ। मेजर गर्छ 30 सेकेन्डसम्म मेजर गर्छ, त्यसलाई 2ले मल्टिप्लाई गरेर यता राख्छ। अनि कस्तो फिल गर्यो त भन्ने कुरा चाहिँ अब्जर्भेसनमा लेख्छ। त्यस्तै गरेर अर्को, अब त्यो जम्पिङ गरिसकेको 2-3 मिनट पछाडि उसले रेस्ट गर्छ अनि फेरि पल्स रेट काउन्ट गर्छ। 30 सेकेन्डसम्म काउन्ट गर्छ अनि 1 मिनटमा कति बिट आयो त्यो काउन्ट गरेर यतापट्टि अब्जर्भेसन कस्तो भयो लेख्छ। अब यो एक्टिभिटी गरिसकेपछि चाहिँ थिङ्कमा वाट ह्यापन टु योर पल्स आफ्टर द एक्सर्साइज भन्ने एउटा क्वेसन छ। एक्सर्साइज गरिसकेपछि पल्स रेट के भयो, बढ्यो घट्यो अथवा यथावत रह्यो, के भयो भन्ने कुरा स्टुडेन्टले यहाँ लेख्छ। त्यस्तै वाइ डिड युर हार्ट रेट चेन्ज, हार्ट रेट किन चेन्ज भयो त, एक्सर्साइज गर्दाखेरि हार्ट रेट किन चेन्ज हुँदो रहेछ भन्दाखेरि चाहिँ एक्सर्साइज गर्दाखेरि चाहिँ एनर्जी बढी चाहिँदो रहेछ। एनर्जी बढी चाहिनको लागि अक्सिजन बढी सप्लाई गर्नु पर्यो, अनि अक्सिजन बढी सेल्सहरूमा सप्लाई गर्नको लागि चाहिँ हार्ट बिटिङ के हुन्छ फास्टर हुँदो रहेछ, जसको कारणले गर्दा हार्ट बिट रेट बढ्छ भनेर स्टुडेन्टले यहाँ लेख्छ। यो एक्टिभिटी भयो। त्यस्तै एक्टिभिटी 6मा जाँदै गर्दा चाहिँ मास्टरी अफ ब्लड भेसल भन्ने छ, यो रुटिन थिङ्किङ अन्तर्गत। यसमा चाहिँ के छ भन्दाखेरि मैले 3वटा पिक्चर राखेको छु। यसमा 3वटा ब्लड भेसल्सहरूको पिक्चर छ, लेभल डायग्राम नै छ, र स्टुडेन्टहरूले यो क्लोजली यो अब्जर्भ गर्छन् 3वटा ब्लड भेसल्स। अब्जर्भ गरिसकेपछि उनीहरूले आइडेन्टिफाई गर्नुपर्ने हुन्छ यो कुन कुन टाइपको ब्लड भेसल हो। यसको लागि क्लु पनि दिएको छ। जस्तो क्लुमा के छ भने क्यारिज ब्लड अवे फ्रम द हार्ट एन्ड हेज अ थिक वाल भनेको छ। अब आन्सरमा उनीहरूले लेख्नु पर्यो विच ब्लड भेसल क्यारी ब्लड अवे फ्रम द हार्ट, अनि त्यसको कुनको चाहिँ वाल थिक हुन्छ यहाँ आन्सरमा लेख्छन्। त्यस्तै गरेर अरू अरू क्वेसनहरू पनि छ यहाँ। र एक्टिभिटी 7 गइसकेपछि क्रिएट अ सर्कुलेसन म्याप भन्ने छ। यसमा चाहिँ थिङ्क पेयर एन्ड क्रिएटमा स्टुडेन्टहरूले चाहिँ एउटा म्याप बनाउँछन्, हार्ट लङ्स आर्टरिज भेन्स क्यापिलरिज ब्लड सेल्सहरू टोटल भएको यसमा चाहिँ एउटा चाहिँ यो म्याप स्केचिङ गर्छ। र ग्यालरी वक छ, ग्यालरी वकमा चाहिँ भिजिट अदर ग्रुप्स म्याप एन्ड राइट वान थिङ यु लर्न। ग्रुप स्टुडेन्टले त ग्रुपमा काम गरिरहेको हुन्छ, एउटा ग्रुपको स्टुडेन्ट अर्को ग्रुपमा जान्छ र उनीहरूले अर्को ग्रुपको चाहिँ काम हेर्छ र अनि उनीहरूले त्यो अर्को ग्रुपमा देखेको एउटा कुरा के नयाँ कुरा सिक्यो भन्ने कुरा यहाँ लेख्छन्। त्यसै गरी एक्टिभिटी 8मा गइसकेपछि डिजाइन अ हेल्दी हार्ट क्याम्पेन भन्ने छ। यसमा चाहिँ क्लेम सपोर्ट र क्रिएटको कुरा आउँछ। इमेजिन यु आर अ हेल्थ एम्बासेडर, मैले अब यो चाहिँ अलिकति आउटसाइड द बक्स थिङ्क गरेको छु। यदि स्टुडेन्टले हेल्थ एम्बासेडर हो भने उसले के क्लेम गर्छ भने क्रिएट अ मिनी पोस्टर विथ क्लेम। क्लेम के गर्छ भन्दा माई हार्ट स्टेज हेल्दी वेन, कुन अवस्थामा उसको हार्ट चाहिँ हेल्दी हुनसक्छ उसले यहाँ लेख्ने भयो। अनि त्यसलाई सपोर्ट गर्ने 2टा रिजनहरू लेख्छ, माई हार्ट इज हेल्दी बिकज अफ दिस इज रिजन यहाँ लेख्छ। त्यस पछाडि एउटा स्लोगन बनाउँछ उसले, जस्तो इक्जाम्पल मैले यहाँ दिएको छु हेल्दी हार्ट हेल्दी लाइफ भन्ने एउटा स्लोगन छ भने त्यस्तै उनीहरूले एउटा स्लोगन क्रिएट गरेर यहाँ लेख्छ। अनि फाइनल रिफ्लेक्सनमा चाहिँ 3 थिङ्स आई लर्न, उनले त्यो दिनको एक्टिभिटी गरिसकेपछि 3वटा कुरा के सिक्यो, अनि 2टा इन्ट्रेस्टिङ फ्याक्टको बारेमा लेख्छ। त्यस्तै गरेर 1 क्वेसन आई स्टिल ह्याभ, अझ पनि मसित एउटा क्वेसन यो क्वेसन छ भनेर उनीहरूले यहाँ लेख्ने भयो। ह्यान्ड्स अन मेटेरियलको कुरा गर्दै गर्दा यो एउटा सेकेन्ड टाइप अफ रिसोर्स मेटेरियल हो। यो ह्यान्ड्स अन मेटेरियल डिजाइन गर्ने क्रममा चाहिँ मैले ब्लड सर्कुलेसन भन्ने च्याप्टर जुन पढाइसकेँ क्लासमा, अनि मलाई के फिल भयो भन्दाखेरि चाहिँ स्टुडेन्टहरूको लर्निङ अझ पुगेन। अब मैले यिनीहरूको अन्डरस्ट्यान्डिङको लेभललाई बढाउनको लागि अर्को मटेरियल पनि युज गर्नुपर्छ भन्ने उद्देश्य लाग्यो र मैले स्टुडेन्टहरूलाई ल्याबोरेटरीमा लगेर ह्यान्ड्स अन एक्टिभिटिज गराएँ। यो ह्यान्ड्स अन एक्टिभिटिज गराउँदै गर्दा चाहिँ मैले क्लासमा चाहिँ स्टुडेन्टलाई हार्टको स्ट्रक्चरको बारेमा पढाएको थिएँ, इन्टर्नल स्ट्रक्चर र एक्सटर्नल स्ट्रक्चरको बारेमा। अनि मैले स्टुडेन्टलाई ल्याबोरेटरीमा लगेर चाहिँ क्ले युज गरेर, जुन पटर्सहरूले चाहिँ जुन पटहरू बनाउनको लागि युज गर्ने क्ले हुन्छ त्यो भक्तपुरमा गएर त्यो क्ले लिएर आएर त्यो क्ले नै युज गरेर स्टुडेन्टहरूले ग्रुपमा ल्याबोरेटरीमा बसेर चाहिँ हार्टको स्ट्रक्चरहरू डिजाइन गर्यो, जसमा चाहिँ उनीहरूले च्याम्बरहरू बनायो, अरिकल्स भेन्ट्रिकल्सहरू ब्लड भेसल्सहरू सबै बनाएर उनीहरूले चाहिँ हार्टको स्ट्रक्चर बनाए ग्रुपमा। ग्रुपमा बनाइसकेपछि चाहिँ अनि त्यो हार्टको स्ट्रक्चर बनाइसकेपछि उनीहरूले के गर्यो भन्दाखेरि चाहिँ त्यसलाई प्रेजेन्टेसन गरे। यो प्रेजेन्टेसन गर्दै गर्दा यो गर्दै गर्दाखेरि चाहिँ मैले एउटा चाहिँ भिडियो लिङ्क राखेको छु, उनीहरूले कसरी गरे भन्ने कुरा चाहिँ म यहाँ देखाउन चाहन्छु।
यसरी स्टुडेन्टहरूले ल्याबोरेटरीमा गएर क्ले युज गरेर हार्टको डायग्राम बनाए। त्यो चाहिँ 3D मोडल अफ ह्युमन हार्ट थियो। अनि पछि मैले स्टुडेन्टहरूसित रिफ्लेक्सन लिएँ। रिफ्लेक्सन गर्नु लगाएँ उनीहरूलाई। त्यो रिफ्लेक्ट गर्दाखेरि उनीहरूले आफ्नो फिडब्याकमा के भनेका छन् भन्दाखेरि चाहिँ हामीले त्यो स्ट्रक्चर अफ ह्युमन हार्ट चाहिँ एक्सटर्नल स्ट्रक्चर र इन्टरनल स्ट्रक्चर चाहिँ डायग्रामबाट मात्रै पढ्दा, क्लासरुममा लेक्चर बेसबाट मेथडबाट पढ्दा अथवा भिडियो मात्रै हेर्दाखेरि त्यति क्लियरली बुझेको थिएनौँ। जति हामीले त्यो क्ले युज गरेर बनाउँदाखेरि बुझ्यौँ। एक त त्यो क्ले युज गरेर बनाउँदै गर्दाखेरि एउटा फन भयो। एउटा ग्रुपमा काम गर्दाखेरि फनको साथसाथै लर्न पनि भयो भन्ने स्टुडेन्टहरूको इन्साइट आएको छ। त्यो कुरालाई मैले यहाँ राखेको छु। यसरी मैले पिक्चर्सहरू पनि राखेको छु। र अब अर्को मेटेरियल डिजिटल मेटेरियलको कुरा गर्दाखेरि चाहिँ मैले स्टुडेन्टहरूलाई चाहिँ डिजिटल मेटेरियल बनाउन पनि सिकाएँ र उनीहरूलाई त्यो मेटेरियल कसरी युज गर्न सकिन्छ भन्ने कुरा पनि सिकाएको छु। जस्तो डिजिटल मेटेरियलमा चाहिँ मैले 3वटा डिजिटल मेटेरियल सिकाएको छु स्टुडेन्टलाई। एउटा चाहिँ नोटबुक यो एलएम युज गरेर एउटा चाहिँ डिजिटल फ्ल्यास कार्ड बनाउने। अनि त्यस्तै गरेर चाहिँ नोटबुक एलएम नै युज गरेर एउटा क्विज क्विज बनाउने। र अर्को भनेको चाहिँ पावर पोइन्ट प्रेजेन्टेसन कसरी बनाउने र त्यसलाई क्लासमा कसरी प्रेजेन्ट गर्ने भन्ने 3वटा चाहिँ मेटेरियल मैले यहाँ स्टुडेन्टहरूलाई सिकाएको छु। र सबैभन्दा पहिला त मैले के गरेँ भने उनीहरूलाई डिजिटल मेटेरियल यसरी बनाउन सकिन्छ भनेर स्मार्ट बोर्डमा पहिला त्यसको प्रोसिडियरको बारेमा देखाएँ। देखाइसकेपछि त्यति देखाएर मात्रै त उनीहरूले बनाउन जान्दैन। अनि मैले स्टुडेन्टलाई के गरेँ ल्याबोरेटरीमा लगेँ। कम्प्युटर ल्याबमा लगेर चाहिँ उनीहरूलाई मैले डिजिटल मेटेरियल बनाउन, त्यो मेटेरियल डेभलप गर्न नै सिकाएको छु। त्यसको एउटा भिडियो छ, म यहाँ प्ले गर्न चाहन्छु। अब स्टुडेन्टहरूले यसरी कम्प्युटर ल्याबमा नोटबुक एलएम युज गरेर भिडियो मेटेरियल बनाउन सिकाउँदै गरेको यो एउटा भिडियो क्लिप्स हो। यो भिडियोमा चाहिँ स्टुडेन्टहरूले चाहिँ ल्याबोरेटरीमा चाहिँ गएर यो मेटेरियल युज गर्दै गरेको चाहिँ देख्न सकिन्छ। जसमा चाहिँ उनीहरूले भिडियो बनाउन सिके, जसमा चाहिँ उनीहरूले चाहिँ नोटबुक एलएम युज गरेर चाहिँ फ्ल्यास कार्डहरू बनाउन सिके। अनि त्यस पछाडि त्यो फ्ल्यास कार्ड उनीहरूले बनाएको फ्ल्यास कार्ड चाहिँ उनीहरूले टर्न बाई टर्न ग्रुपमा यसरी पिक्चर पनि राखेको छु मैले। ग्रुपमा उनीहरूले चाहिँ फेरि साथीहरूको अगाडि प्रेजेन्टेसन पनि गरेका छन्। अब त्यस पछाडि उनीहरूले डिजिटल क्विज पनि बनाएका छन्। डिजिटल क्विज पनि उनीहरूले चाहिँ क्लासरुममा वान बाई वान साथीहरूसँग यसरी चाहिँ प्रेजेन्ट गरेका छन्। यो डिजिटल क्विजको एउटा सानो भिडियो देखाउन चाहन्छु म यहाँ। यसरी डिजिटल क्विज बनाएको छ। यो डिजिटल क्विजमा यहाँ यसमा 12वटा क्वेसन छन्। यहाँ चाहिँ क्वेसन नम्बर 1मा के छ भने अपन व्हिच प्रपर्टी डिड द डिमिट्री मेन्डेलिभ प्राइमरीली बेस्ड अन द एरेन्जमेन्ट अफ द एलिमेन्ट्स इन द पेरियोडिक टेबल भनेर छ। यसको 4वटा अप्सन दिएको छ। द नम्बर अफ इलेक्ट्रोन्स इन द आउटरमोस्ट सेल, इन्क्रिजिङ एटोमिक नम्बर, त्यस्तै नम्बर अफ न्युट्रोन्स इन द सेल एन्ड इन्क्रिजिङ एटोमिक वेट्स भनेको छ। सपोज स्टुडेन्टले डीमा क्लिक गर्यो भने यसरी राइट आन्सर देख्न सकिन्छ। त्यसपछि नेक्स्ट गरेपछि अर्को क्वेसनमा जान सकिन्छ। यसरी चाहिँ उनीहरूले यो क्विज चाहिँ उनीहरूले बनाएर यो क्विज नोटबुक एलएम युज गरेर बनाएर अनि क्लासमै प्रेजेन्ट गरेका छन्। अनि हरेक ग्रुपले क्लासमा प्रेजेन्टेसन गर्दै गर्दाखेरि चाहिँ मैले चाहिँ स्टुडेन्टसँगै बसेर हेरेको छु उनीहरूले कति फाइनली यो काम गरेका छन् भन्ने कुराहरू चाहिँ यहाँ देख्न सकिन्छ। यसरी कुनै पनि टिक गर्दाखेरि राइट रङ भन्ने कुरा यहाँ देखाउँछ। यो भयो क्विजिजको बारेमा। त्यस्तै अर्को चाहिँ अब फ्ल्यास कार्ड युज गरेर चाहिँ स्टुडेन्टले डिजिटल फ्ल्यास कार्ड छ। त्यो डिजिटल फ्ल्यास कार्डको पनि मैले एउटा सानो भिडियो क्लिप्स यहाँ राखेको छु। अ, जस्तो यो डिजिटल क्विज क्विज भयो। अब यसरी यसमा चाहिँ यो स्टुडेन्टहरूले यो क्विज फ्ल्यास कार्डको माध्यमबाट यसरी चाहिँ अ, यो भिडियो मेटेरियल बनाएर क्लासमा प्रेजेन्ट गरेको भिडियो हो यो चाहिँ। ल मैले यो भिडियो पुरै प्ले गरिनँ, यतिकै मैले पज गरेँ। अब यसरी चाहिँ अ, यो कोर्स पढ्दै गर्दा हामीले 3 टाइप्स अफ मेटेरियल्सहरू चाहिँ डेभलप गर्न सिक्यौँ। जसमा एउटा चाहिँ प्रिन्टेबल मेटेरियल्स थियो, अर्को ह्यान्ड्स अन मेटेरियल्स थियो, अर्को चाहिँ यो
डिजिटल फ्ल्यास कार्ड र डिजिटल क्विज र चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा चाहिँ डिजिटल मटेरियल हो। यो चाहिँ एउटा माइन्ड्स अन एक्टिभिटिज पनि हो यो। यसबाट चाहिँ स्टुडेन्टहरूको पार्टिसिपेसन एकदमै राम्रो। उनीहरूलाई चाहिँ यस्तो डिजिटल्ली काम गर्न मनपर्छ। त्यही भएर मैले उनीहरूलाई यो एउटा लेसनको आफै बनाउन सिकाएँ। अर्को लेसन पढाइसकेपछि अब अर्को लेसनको उनीहरूले आफै घरमा बनाउनु पर्ने हुन्छ। अब म स्टुडेन्टलाई ग्रुप डिभाइड गरिदिन्छु। उनीहरूले त्यसलाई कि घरमा बनाएर ल्याउँछन् कि चाहिँ ल्याबोरेटरीमा यहीँ गराउन लगाउँछु र ग्रुप बाई ग्रुप उनीहरूले टर्न बाई टर्न त्यो चाहिँ आफ्नो प्रेजेन्टेसन देखाउँछन् सबै साथीहरूको अगाडि। यसरी मैले चाहिँ यसरी आफूले एमएड सेकेन्ड सेमेस्टरमा यो डिजिटल मेटेरियल बनाउन जुन सिकेको थिएँ, हाम्रो रेस्पेक्टेड खिलनारायण सरले जुन सिकाउनु भएको थियो, सरले सिकाउनु भएको कुरालाई यसरी मैले क्लासरुममा डेलिभर गरेको छु भन्ने कुरा मैले देखाउन चाहेँ। यति भन्दै मैले मेरो प्रेजेन्टेसन यहीँ कम्प्लिट गरेको छु। हस्, नमस्ते, थ्याङ्क यू।